औषधि। बिरामी पर्ने बित्तिकै हामी सबैले खोज्ने पहिलो कुरा यही हो, होइन त? तर सोच्नु भएको छ, जीवन बचाउने यही कुरा कहिलेकाहीँ ज्यान लिने कारण पनि बन्न सक्छ? आज हामी यही गम्भीर प्रश्नको जवाफ खोज्दैछौँ। औषधि साँच्चै अमृत हो कि विष? ल, अब हाम्रो आजको विषयमा गहिरिएर हेरौं। औषधि, आखिर यो अमृत हो कि विष? यो कुरा पूर्ण रूपमा हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्नेमा भर पर्छ। आउनुहोस् यसलाई बुझौं। यो भनाइ एकदमै गहिरो छ है। औषधि अमृत पनि हो र विष पनि। यसले औषधिको दुईवटा पाटोलाई छर्लङ्ग पार्छ। सही तरिकाले प्रयोग गर्दा यसले जीवन दिन्छ, तर सानोभन्दा सानो गल्तीले पनि यो खतरनाक बन्न सक्छ। फरक केमा छ त? एकदमै सामान्य कुरामा। जब सही मात्रामा सही तरिकाले औषधि लिइन्छ, त्यो अमृत समान हुन्छ। तर त्यही औषधिलाई गलत तरिकाले प्रयोग गरियो भने नि त्यो विषभन्दा कम हुँदैन। भनेपछि सबै कुरा आएर कहाँ अड्किन्छ त? हो, कसरी प्रयोग गरिन्छ भन्नेमा। अब प्रश्न उठ्छ, यो अमृत र विषको धारिलो रेखामा कसरी हिँड्ने त? यसका लागि हामीलाई चाहिन्छ एकजना भरपर्दो गाइड, एकजना विशेषज्ञ, जसले हामीलाई सही जानकारी दिएर बाटो देखाउन सक्छ। हो, यस्तै महत्त्वपूर्ण जानकारी हामीसम्म ल्याउनु भएको छ विमल शाहले। उहाँ जस्ता विशेषज्ञहरूले नै हामीलाई औषधिको यो जटिल संसारमा सुरक्षित रहन मद्दत गर्नुहुन्छ। ल, उहाँको बारेमा अलिकति जानौँ है। उहाँ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको एक आधिकारिक फार्मासिस्ट हुनुहुन्छ। दर्ता नम्बर G6755। उहाँले मेडइन्फो नेपाल भन्ने प्लेटफर्म चलाउनुहुन्छ, जसको एउटै लक्ष्य छ सबैलाई स्वास्थ्यको बारेमा सही र भरपर्दो जानकारी दिनु। यही कारणले उहाँ यो विषयको एक विश्वसनीय स्रोत हुनुहुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ, त्यो सिद्धान्त जसले हामीलाई सुरक्षित राख्छ। त्यो के हो त? पहिले जानकारी अनि मात्र उपचार। यो नै सुरक्षित उपचारको मूल मन्त्र हो। यो कुरालाई चाहिँ गाँठो पारेर राख्नुपर्छ है। सबैभन्दा पहिला जानकारी अनि मात्र उपचार। कुनै पनि औषधि लिनु अघि त्यसको बारेमा पूरा जान्नु भनेको कुनै विकल्प होइन, यो त स्वास्थ्य सुरक्षाको पहिलो र अनिवार्य नियम नै हो। यो सुरक्षित बाटो हिँड्न दुईवटा खुट्किला मात्रै छन्, एकदमै सजिलो। पहिलो खुट्किलो हो जानकारी। जहिले पनि भरपर्दो स्रोतबाट सही जानकारी लिनुस्। र दोस्रो खुट्किलो उपचार। सबै कुरा राम्ररी बुझेपछि मात्र उपचार सुरु गर्ने। याद राख्नुस्, यो क्रम कहिल्यै तलमाथि हुनुहुँदैन। र अन्तमा यो सबै कुराको सार के हो त? त्यो हो स्वास्थ्य हाम्रो प्राथमिकता। किनभने योभन्दा ठूलो अरू केही हुँदैन। विमल शाहको यो प्रतिबद्धता हेर्नुस् त, सर्वसाधारणको स्वास्थ्य मेरो प्राथमिकता हो। यो एउटा नारा मात्रै होइन, यो त एक स्वास्थ्य कर्मीको आफ्नो जिम्मेवारीप्रतिको समर्पण हो। उहाँको प्लेटफर्म मेडइन्फो नेपालले के गर्छ त? यसले स्वास्थ्यबारेका अनेकौं भ्रमहरूलाई हटाएर सही जानकारी दिने काम गर्छ। चाहे त्यो सामान्य औषधि होस् वा कुनै गम्भीर उपचार, लक्ष्य एउटै छ, मानिसहरूलाई आफ्नो स्वास्थ्यको बारेमा जानकार र सचेत बनाउनु। अब यो सबै कुरा सुनिसकेपछि एउटा प्रश्न मनमा खेलाउँ। औषधि खानुअघि के हामीले सोध्नुपर्ने सही प्रश्नहरू सोधिरहेका छौँ त? किनभने नबिर्सौँ, जानकारी नै सबैभन्दा ठूलो शक्ति हो, खास गरी जब कुरा हाम्रो आफ्नै स्वास्थ्यको आउँछ।